हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई नयाँ युट्युब च्यानल। हजुर सबैजनालाई स्वागत छ मेरो नयाँ युट्युब च्यानलमा। अनि यो चाहिँ मेरो फर्स्ट भ्लग त होइन, अर्को पनि मैले बनाउँथेँ, तर यो चाहिँ मेरो यो आइडीमा चाहिँ मेरो फर्स्ट भ्लग रहनेछ साथीहरू। हजुर सबैजनालाई मेरो नयाँ युट्युब च्यानलमा स्वागत छ। अनि म चाहिँ अन्जना सुनवार, अनि सबैजना सन्चै हुनुहुन्छ होला भन्दै म पनि सन्चै छु। अनि मैले चाहिँ आज भ्लग स्टार्ट गरेको छु। अनि कस्तो हुन्छ म तपाईँहरूलाई देखाउँछु। आज चाहिँ हामीले नाङ्लोहरू बनाएको छौँ, त्यहीहरू देखाउनको लागि। अनि त्यही हो साथीहरू, मैले चाहिँ अब नयाँ युट्युब च्यानल खोलेको छु। तपाईँहरू सबैजनाले माया गरिदिनु होला, लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न पनि नभुल्नु होला। म त्यही नाङ्लो देखाउँछु, हामीले बनाउँदैछौँ नि त। अनि तपाईँहरूले सबैजना नाङ्लो बनाएको मन पराइदिनुहुन्छ। सो गाइजहरू देख्न सक्नुहुन्छ, यहाँनिर छ हाम्रो डालो नाङ्लो। यो चाहिँ भोलिको लागि हो, हेर्न सक्नुहुन्छ। अरू पनि छ, अझै अरू पनि बनाउन बाँकी छ। यो चाहिँ रेडी भएको चाहिँ यति हो। सो यो चाहिँ भोलि लाने, भोलि चाहिँ बिहानै लानुपर्ने भएकोले मैले आज बनाएको छु। यहाँनिर बनाउनु पर्ने छ। यहाँ मम्मी हुनुहुन्छ, दैलोको चाहिँ मम्मी, यहाँनिर माइली बहिनी, अनि यहाँनिर कान्छी चाहिँ भोगटे खाँदैछ। अनि सोमा चाहिँ यहाँ छु साथीहरू। त्यही हो, अब चाहिँ हामी डालो नाङ्लो बाँध्छौँ। अनि त्यही त हो हामीले बनाउने भनेकै। यसो देख्न सक्नुहुन्छ, यहाँनिर तपाईँलाई पनि चाहियो भने भन्नुहोला। कस्तो लाग्ने तपाईँलाई म वरिपरि देखाइदिन्छु। यहाँ चाल बुको। यो फेरि यता हिरुनी। सो यहाँनिर छ हाम्रो। हेलो भन्नु न यस्तरी। हेलो, म चाहिँ अन्जनाको मम्मी। अन्जनाको मम्मी फेरि। त्यही हो साथीहरू, सबैजनालाई ल भन्न, सबैजनाले माया गरिदिनु होला भन्न, सबैजनाले माया गरिदिनु होला भन्न। हेलो भन्न अरे तपाईँ किन झुन्डिरहनु भएको छ? अब त्यही साथीहरू, अब चाहिँ फेरि हामी नाङ्लो बाँध्नु पर्ने छ अझै। अनि भुके अनि त्यही साथीहरू, अब चाहिँ हामी नाङ्लो बाँध्नु पर्ने छ। अनि पछाडि अनि त्यही हो, यहाँनिर हाम्रो यो रेडी भएको छ। यो रेडी भएकोलाई चाहिँ हामी भोलि बेच्नु लानुपर्ने हुन्छ। भोलि चाहिँ बेच्नु फुपू जानुहुन्छ होला सायद। अनि त्यस पछाडि त्यही हो। अनि यो चाहिँ भोलिको लागि रेडी हो साथीहरू, तपाईँलाई पनि चाहियो भने भन्नु होला है। अनि अब चाहिँ हामी फेरि नाङ्लो अब हामी फेरि बाँध्नु पर्ने हुन्छ। अरू पनि छ अझै यो बनाउनु पर्ने। यहाँनिर त लगभग 15वटा जति होला, हामी 20-28वटा जति बनाउँछौँ होला। अनि अझै बनाउनु रेडी छ। अनि अहिले चाहिँ अब बनाउनु पर्ने हुन्छ। तपाईँहरूलाई म देखाउँछु है। म डालो बाँध्छु, बहिनीहरूले नाङ्लो बाँध्छ होला। अनि तपाईँहरूलाई म देखाउँछु डालो बाँधेर। स्याहे हेर्दै गर्नु होला। देख्न सक्नुहुन्छ साथीहरू, यहाँनिर चाहिँ हाम्रो मम्मीले लु खाजा तातो तातो कति मिठो घर तल देख्न सक्नुहुन्छ साथीहरू। वाउ सो त्यही हो साथीहरू। ल अब चाहिँ हामी नाङ्लो यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँनिर हाम्रो घरमा चाहिँ चाल्नो छ। यो चाल्नो पनि बनाउँछौँ। चाल्नु त्योहरू तपाईँहरूलाई चाहिन्छ भने भन्नु होला है। हामीले यो बनाउँदैछौँ। तपाईँहरूलाई कस्तो लाग्छ यो लगेर? साथीहरू, हामी चाहिँ यहाँनिर बसेर घाँस हाल्नु आएको। यहाँनिर भैँसीलाई घाँस, यो चाहिँ बडो घरको भैँसी हाम्रो माया मल्नु ल्याउनु भएको छ साथीहरू। यो चाहिँ भैँसीलाई घाँस लगाइदिएको। साथीहरू हेर्नुहोस्, रात परिसक्यो, तर यहाँ चाहिँ उज्यालो देख्दो रहेछ। रात परिसक्यो, हाम्रो गाउँघरतिर यस्तै छ। अनि यहाँ चाहिँ भैँसीलाई हामी घाँस हालेर हामी चाहिँ अब जाँदैछौँ। हामी देखाउँछौँ यताबाट। हामी चाहिँ घाँस हाल्नु आएको थियौँ नि त। अनि हामीले चाहिँ घाँस पनि हालिसक्यौँ। घाँस हालेको मैले भिडियो बनाएको थिएँ, भिडियो भएन रहेछ कस्तो। अनि घाँस हाल्नु आएको हालिदिनु सक्नुहुन्छ। यहाँनिर चाहिँ नल छ, यो चाहिँ काटेर हालिदिनु पर्ने हुन्छ। अनि यहाँनिर छ हाम्रो कुन्चु मुन्चु ज्ञानी बच्चाहरू, बाबु नानी। हामीले चाहिँ घाँस हालिदिएकै साथीहरू, म र बहिनी आएको थियौँ। यहाँनिर कच्चिया छ, यहाँनिर बिहान घाँस काट्नुहुन्छ बडोहरूले। हामी त बिहानै कलेज गइहाल्छौँ। मम्मीहरू काटेर हाल्नु भएको छ। अनि घाँस हाल्नु आएको छौँ। यहाँ पनि छ हाम्रो ज्ञानी, देख्न सक्नुहुन्छ हाम्रो वस्तुहरू। यो चाहिँ हाम्रो। अनि यता न त्यस पछाडि तपाईँलाई कति धेरै छ हाम्रो यहाँ नलले। हामीले कोदो टिपिसक्यो यो नल चाहिँ। अब कस्तो मिठो मारेर खान्छ उनीहरूले। अनि यहाँनिर छ, यो चाहिँ बिहानलाई पनि हुन्छ। अनि यहाँनिर छ अर्को हाम्रो ज्ञानी बच्चोहरू दुईवटा। भैँसी त्यहाँ तल छ।
भैँस त्यहाँ छ, त्यसरी यहाँ छ, अनि त्यसरी यहाँ पनि छ हाम्रो। यो चाहिँ एउटा हाम्रै हो, अनि एउटा चाहिँ हामीले किनेर ल्याएको, दुईवटा हल बनाइदिएको जोडी त्यो जोत्नुपर्छ नि त। अनि यहाँनिर यहाँ चाहिँ हाम्रो गाई खानै मान्दैन क्या, यो कस्तो मिठो गरेर खाऊ न। यहाँनिर हामीले घाँस हालिदिएको साथीहरू। यहाँ चाहिँ गाई छ, अनि यहाँनिर कति राम्रो कुन्टु छ, कति राम्रो छ यो कुन्टु। कुन्चुलु मुन्चुलु तिमी कति ज्ञानी छौ, कति राम्रो छौ। भोक लाग्यो के खाने? घाँस? कुन घाँस खाने? बडारको घाँस खाने कि रुखको घाँस खाने कि भुइँको घाँस खाने? भुइँको घाँस खाने। रुखको घाँस मिठो हुन्छ, भुइँको घाँसले पुग्छ होइन। रुखको घाँस मिठो हुन्छ, मिठो खानु पाए कति मजा आउँछ। देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो कति कुन्जु छ, हेर्न सुत्छ यहाँनिर। यसो त प्यारी कति राम्रो छ यो। यत्रै थियो पहिला, यो पहिला सानो जाँदा कतिजनाले बुरुक उफ्रिन्थ्यौ नि, तिमी उफ्रिन्थ्यौ नि। त्यही साथीहरू हामी बस्तुलाई घाँस पनि हालिसक्यौँ। अनि ताउबो चाहिँ हाम्रो कति धेरै छ, ताउबो चाहिँ छ नि त यो। अनि यहाँनिर चाहिँ हाम्रो यो चाहिँ हामीले बारी मलेको, अनि यहाँनिर चाहिँ मल हाम्रो मान्छे त फुर चरी जस्तै फुर गर्दैछ। बाई गएको अब भोलि यार। त्यही बस्तुहरू यस्तै छ साथीहरू, हाम्रोतिरको नजाराहरू त्यस्तै छ। रात परिसक्यो, अनि तपाईँहरूलाई मलाई कति देखाउँछु। यहाँनिर हेर्नु न, हाम्रो यहाँनिर केरा हो यो चाहिँ। फुपूहरूले रोप्नु भएको हो, हामीले खनेको थियौँ। अनि यहाँनिर मैले त्यो खनेको भिडियोहरू बनाएको थिएँ नि साथीहरू, त्यो टिकटकमा। त्यो चाहिँ यहीहरू रोप्नुलाई हो क्या। यहाँनिर मैले त्यो मल छर्दै गरेको बनाएको थिएँ। यो चाहिँ यही रोप्नुलाई, त्यो मलले हेर्नुहोस् कति खतरा भयो। थोरै क्या यहाँनिर यो चाहिँ ठुलो टार छ। अनि त्यहाँबाट चाहिँ हामीले कोदो रोपेको थियौँ। अनि त्यसपछि यहाँ अलिकति चाहिँ यो सब्जी रोप्नुको लागि, सब्जीहरू भन्दा पनि यो केरा हो। यहाँ देख्न सक्नुहुन्छ यहाँनिर मुलाहरू छ, मुलाहरू बढ्दैछ। अनि त्यस पछाडि मुलाहरू छ होइन। यो सेतो फुल्दा चाहिँ अब यो फुल उयो भए पछाडि केरा फल्छ, मिठो यतै छ देख्नुभयो होला कति। अनि यहाँनिर फेरि हामीले हेर्ने साथीहरू अलिकति चाहिँ आलु पनि रोपेको छौँ क्या। आलु पनि रोपेको छौँ, प्याजहरू पनि छ। अनि त्यही हो, यहाँ यो चाहिँ अब यो सबै वस्तुलाई खुवाउनु पर्छ। यतातिर यसरी नै थला सार्नुपर्छ, यहाँदेखि यसरी। यतातिर खेतहरू छ साथीहरू। रात परिसक्यो, खासै राम्रो आउँदैन होला। म तपाईँहरूलाई उज्यालोमा एकदिन क्लियर खतरा भ्लग बनाइदिन्छु होला साथीहरू। यता पनि छ है हाम्रोमा के छ भनेर। यहाँनिर साथीहरू बाख्रा छ हाम्रो। यहाँ बोका हाई कस्तो मजाले हेरेको यहाँ हेर्न। ओइ के भन्ने के मजाले हेर्दैछ। अनि यहाँनिर छ यतै बाख्रा। यहाँभित्र चाहिँ पराल छ साथीहरू, पराल पनि छ। अनि त्यही हो, यो हाम्रो तल्लो घर। सो त्यही हो साथीहरू, तपाईँहरूलाई रात परिसक्यो। हामी चाहिँ बस्तालाई घाँस हालेर अब घर जाँदैछौँ है। यहाँ यता पनि छ आलु रोपेको। यता गहुँहरू छ, गहुँ उम्रिँदैछ बुढोहरू। अनि यतातिर यहाँनिर छ हाम्रो यहाँ चाहिँ लसुन रोपेको साथीहरू। अनि यहाँनिर चाहिँ हाम्रो लसुन रोपेको छ। यता अम्बोपट्टि साग रोपेको भन्नुपर्छ। रात पर्यो साथीहरू। अब चाहिँ हामीले घाँस साइसक्यौँ। अब घरमा गएर मम्मीले खाना पकाउनुहुन्छ। अनि हामी चाहिँ नाङ्लो डालो बान्नुपर्छ। तपाईँहरू म देखाउँछु है कस्तो लाग्छ, हेर्दै गर्नु होला। रात पर्छ। मैले आज बिहानदेखि भ्लग बनाउनु खोजेको थिएँ, तर बिहानदेखि भ्लग बनाउनै पाइनँ क्या। बिहानै उठेर के गर्दै कलेज जानै भ्याइँदैन। कलेज गयो अनि बहिनीहरू झन् बिहानै ट्युसन गइहाल्छ। अनि घाँसहरू मम्मीहरूले काट्नुहुन्छ। अनि हामी चाहिँ कलेजबाट आयो, त्यही घाँस लायो, के गर्यो यताउता गर्दै रात पर्यो। सुन्तलाको रुख मात्रै छ, बोट सुन्तलै छैन साथीहरू। यहाँनिर चाहिँ यो चाहिँ हाम्रो किचन है। अनि यहाँनिर चाहिँ कान्छी बहिनी छ। ए चुलो त साह्रै नराम्रो देखेछ। यो चाहिँ यता है हाई भन्न हाई भन्ने। यहाँनिर चाहिँ माइली बहिनी र भाइ छ। यहाँनिर चाहिँ हाम्रो यो डालो चाहिँ यो नाङ्लो बुन्न लागेको, यो बहिनीहरूले बान्छ। सरी यो मैले बान्छु, यो मैले बान्नलाई रेडी हुँदैछु साथीहरू। तपाईँलाई म बाँधेर देखाउँछु है। अनि त्यस पछाडि यो बान्नको लागि चाहिन्छ हामीलाई यसो गाडी।
त्यस पछाडि सुतारी पछाडि यो चाहिन्छ बन्धन। यो बन्धन पछाडि साथीहरू देखाउन सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ पोल्नुपर्ने हुन्छ। यो चाहिँ यसको यो काटेको हो। अनि यो चाहिन्छ। यो हामी चाहिँ यहाँनिर खानालाई रेडी गर्दैछौँ। मम्मी खानु त कस्तो लाग्छ? मिठो छ। ला त्याच गर्दा भाइ अलिकति खाँदा दिएको कस्तो राम्रो बारको यो गरेर देख्यो नि। म अब म तपाईँहरूलाई बानेर देखाउँछु ल। साथीहरू यो चाहिँ डालो होइन। अनि यहाँनिर बहिनीहरू बानेको चाहिँ नाङ्लो हो। अनि यो चाहिँ भोलिको लागि रेडी हुँदैछ साथीहरू। जुम तान्नु तल मात्रै मलाई मात्रै होइन डालोहरूलाई दिएर नि डालो नाङ्लोहरू जुम तान्दै फेरि अगाडि गर्दै गर्नु तपाईँ गर्छु नि। धेरै कुराहरू मेरी मायालाई उपहार छर्के गलबन्दी गरेर मम्मीलाई देखेर मम्मी तरकारी पकाउन आउनुभएछ। अनि मम्मी चाहिँ तरकारी पकाउनु हुँदैछ। अनि हामी चाहिँ यहाँनिर नाङ्लो डालो बनाउँदैछौँ। अनि हाम्रो यो फोहोरहरूलाई चाहिँ इग्नोर गर्दैन किनभने यो नाङ्लो डालो बुन्दाखेरि चाहिँ त्यसको फोहोरहरू आइहाल्छ साथीहरू। पानी सकेर मात्रै सफा हुन्छ। त्योभन्दा अगाडि चाहिँ यस्तै हो। सबै हामी बाहिर लिएर सबै मम्मीले चाहिँ तरकारी पकाउँदैन साथीहरू। एउटा त्यहाँ पनि त्यो मैले एउटा बनाएको उसमा होइन त्यो एउटा बनाएको भिडियो मस्टहरू बनाएर अलिक बहिनीहरूलाई चाहिँ अलिक लुगा धोएर लगाउनु पर्ने भनेर त्यहाँनिर कमेन्ट हेर्न त्यो राखेकोमा सिरानीमा फोटो त्यो राखन मलाई सम्झेर छाइदिन्छु निधारी आँखामा निदै बनेर हो निदै बनेर मनै मेरो चङ्गा हो ट्याउडेर त्यस्तै हो साथीहरू। हाम्रो चाहिँ बेलुकाको काम। अनि पकाउँदैछु भन्नु न। म तरकारी पकाउँछु मेरो छोराछोरीको लागि। मम्मी तरकारी पकाउँदै हुनुहुन्छ। बोल न क्या बोल। यहाँ देखाएर त्यसरी नजिकबाट आएर नि त्यसरी यहाँ बाँध्छु। तरकारी टोलिसक्यो र यहाँ चाहिँ यसरी यो यसरी छेडेर अनि यसलाई यहाँबाट यसरी लगाउनुपर्छ कि साथीहरू। भन्नु न यसरी यहाँ देखाउनु यस्तो गरेर यसलाई यहाँनिर ठक्क यसरी यहाँ स्याप बनाउने है साथीहरू। यसरी तपाईँहरूलाई चाहिँ तपाईँहरूलाई म यो नाङ्लोहरू बुनेको चाहिँ सुरुदेखिको भिडियो चाहिँ अर्कै एउटा छुट्टै भ्लग बनाउँछु साथीहरू होइन। यहाँनिर चाहिँ म यहाँ डालो बाँध्दैछु साथीहरू। यहाँ कति राम्रो देखेको डालो। अनि यहाँनिर चाहिँ हाम्रो साथीहरू यो भुइँहरू चाहिँ यस्तै होला। यो चाहिँ यस्तै हुन्छ।